नेपालमा पछिल्लो 10, 12, 15 वर्ष यता आएका कुनै पनि बजेटले नेपाली जनताको आशा भरोसा विश्वास कायम गरेर बजेट आउने भयो, ओहो नीति तथा कार्यक्रम आउने भयो, अब हामी जनताको चाहिँ काय पलट नेताले गर्छन् भनेर जनतालाई विश्वास लागेको होला। दलमा गलत ठाउँमा तर आशा र अपेक्षा गरिएको मान्छे गगन थापा। हिजो तिनै मान्छे गगन थापा कांग्रेसको सभापति बनोस् र एकपटक गगन थापा प्रधानमन्त्री बन्नुपर्छ यहाँसम्म कि तपाईँ स्वास्थ्य मन्त्री हुँदासम्म भन्ने मान्छेहरू अहिले तपाईँलाई हैन कहाँ हिँडेको बाख्रा लिएर सहकारी ठगेको ऋण तिर्न लागि अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरो मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो अनि तर तपाईसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइन। तपाईले दुईचोटि भन्नुभयो यो कुरा। तपाईलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोड्देऊ न त पद। किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईले, छोड्देऊ भन्नुभयो। 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त? 6वटा सहकारीको अध्यक्ष बन्नुभएछ। सहकारी विभागले के गर्छ भने नि, बरु तपाईँलाई पनि एक्नोलेज हुन्छ, प्रत्येक महिना आफ्नो सहकारीको विवरण, साधारण सभा गरे पछाडि सहकारीको विवरण सबै सहकारी विभागमा बुझाउनुपर्छ। त्यो बुझाउनेले त गीतेन्द्र बाबु राई भनेर बुझायो होला नि। अनि 6वटा सहकारीमा गीतेन्द्र बाबु राई अध्यक्ष देखेपछि ती कार्यालयका कर्मचारी चाहिँ गट्टा खेलेर बसे। एउटा निवेदन गरौँ कि यो देशमा अहिले आएको करिब 18 खर्बको बजेट, 18 खर्बको बजेटमा विकास बजेट कति छ? म भन्छु 2-3 खर्ब, 3 खर्ब 3.5 खर्ब, 3 खर्ब 3.5 खर्ब हो हैन? वित्तीय व्यवस्थापनको लागि कति गएको छ र साधारण खर्च कति गएको छ? वित्तीय व्यवस्थापन अब सर 3 खर्बको बजेटले मुलुकको अनुहार के कायापलट गर्नु छ जाहिर खुवाउने बाहेक? अदालतमा उभ्याउँछु भने होइन, त्यो टिआरसीले गर्छ जे गर्छ होइन। त्यसकारणले मैले त्यहाँ भने पनि छु, फरगिभ नट फरगेट हैन, मैले त्यो भनेको छु नि। तपाईले भनेको भन्दा तपाईले नेल्सन मण्डेला एउटा सदस्य माओवादीका कारणले 2 खर्ब खर्च हुने भयो, यो यसप्रति हाम्रो जवाफदेहिता छैन भनेर भन्नु मिल्छ? मिल्दैन। माओवादीले गर्दैन हैन, राउन्ड किक हान्छु भन्दैछन् नि प्रचण्डजीले, त्यतै जान्छन् उनी, त्यतै जान्छन्। तर हामी गर्छौँ हैन, अङ्गभङ्ग भएका। तपाईले कसरी गर्नुहुन्छ राउन्ड किकै तपाईहरुलाई हान्ने हो? एउटा कुरा नढाँटी छातीमा हात राखेर भन्नुहोस् त, 48 साल यता गिरिजा, म नामै भन्छु, मनमोहन अधिकारीलाई एकछिन छोडौँ, मनमोहन अधिकारीलाई एकछिन छोडौँ, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउबा, सुशील कोइराला, केपी ओली, जगन्नाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, खिलराज रेग्मीसम्म पनि भनिदिनुहोस् ल, यिनले कतिवटा गल्ती गरे होला? छातीमा मैले छातीमा हात राख्दैन, तपाईँले भनेर छातीमा हात राख्ने पनि होइन। मैले यति गल्ती गरेँ भनेर भन्ने, मैले चाहिँ यो गल्ती गरेँ भनेर भन्दैन, त्यस्तो गल्ती गरे पनि छैनन्, प्रमाणित हुनु पर्यो। तर उनीहरूले जे गर्नु पर्दो थियो त्यो गरेनन्। उनीहरूले महेन्द्रलाई चाहिँ कसरी संसद विघटन भङ्ग गर्नुहुन्थेन, गर्नुभयो भन्नुभयो त? तपाईँ को हो त उहाँलाई चाहिँ भन्ने? त्यति बेलाको काल परिस्थिति अनुसार उहाँले महेन्द्रले बोलेको तपाईँलाई शाही सन्देश याद छ? यो बीपी कोइराला नेतृत्वको सरकारले जुन रूपमा जनताको काम गर्नु पर्थ्यो गर्न नसकेकोले संसद विघटन गरिबक्सेका छौँ भनेको होइन त? होइन, के हो त? हो संसद विघटन गरिबक्सेका छौँ, कारण उहाँले भन्नुभएको छ। त्यो अहिले भिडियो सोसल मिडियामा सार्वजनिक छ। ल ठिकै छ होइन? अनि उहाँलाई चाहिँ गल्ती गरेर भन्न सक्ने तपाईँ, अरू त राम्रै भन्नुभयो। यी नेताहरूले के गल्ती नै गरेका छैनन् भन्नु? गल्ती त भइसक्यो नि त बाबा, यिनीहरूले गर्न के पर्थ्यो भनेर भने सम्पूर्ण जनतालाई गोलबन्द गरेर विकास र निर्माणको कामलाई तीव्रतापूर्वक अगाडि बढाउनु पर्थ्यो। त्यो चाहिँ व्यवस्था भनेर बनेको समाजवाद हो। त्यो समाजवादी व्यवस्था चाहिँ कायम गर्नको निम्ति लाग्न सकेनन्। अघि नै मैले भनिसकेँ। यिनीहरू फेलियर हो कि होइन? हो कि होइन? राजनीति कर्मी वामदेव गौतम जसले 70 वर्ष राजनीति गर्यो, यी जनप्रतिनिधिहरू फेलियर सफल भन्न मिल्दैन। अब के त विकल्पमा यिनैको कन्टिन्युटी हो या अरू विकल्प? अब यो त हेर्न पर्छ।
आन्दोलनले के भन्छ, जनताले के भन्छन्, त्यसलाई चाहिँ पर्खनुपर्छ, हेर्नुपर्छ। तपाईँ पर्खिने नै अवस्थामा हो? पर्खिरहेको छु। किनभने तपाईँसँग म यो गणतन्त्र दिवसको सेरोफेरोमा पनि कुरा गरिरहेको छु। राप्रपाले उसको नेतृत्व र केही मान्छेहरूको नेतृत्वमा, केही अरू पार्टीहरूको नेतृत्वमा जेठ 15 गतेदेखि अवस्था बदल्न व्यवस्था बदलौँ अभियान सुरु हुँदैछ। जनआन्दोलन त्यो उनीहरूले भनेको तेस्रो जनआन्दोलनको सुरुवात हुँदैन। राजा ल्याउनुको निम्ति जनआन्दोलन कसैले चाहिँ गर्दैछ भनेर भने यसको मतलब हो देशभित्र ठुलो सङ्घर्ष सुरु हुन्छ। त्यो सङ्घर्ष रक्तपातपूर्ण अवस्था हुनसक्छ। रक्तपातपूर्ण अवस्थामा कसले जित्छ अहिले भन्न सकिन्न। लाखौं जनता लाखौं आउँदैनन्। आए भने आउँछन्। आए भने कति थिए 3 कुनै बजे आउँदाखेरि जनता आए भने तपाईँले भने आएनन् भने आएनन् भने यही व्यवस्था रहन्छ। भइहाल्यो नि, छँदैछ नि त। यिनै नेता रहन्छन्, यिनै प्रधानमन्त्री बन्छन्, यिनै सांसद बन्छन्। अघि तपाईँले भने जस्तो यसै गरी व्यथिति बढ्दै जान्छ कि सङ्घ लिन्छ कि राम्रो होइन, राम्रो होइन, यो राम्रो हुँदै जान्छ। परिवर्तन अनिवार्य छ। त्यो परिवर्तन अहिले पनि परिवर्तन भइरहेको छ, भोलि पनि परिवर्तन हुन्छ, अर्को पनि परिवर्तन हुन्छ। तर एउटा राजनीतिक व्यवस्थामा एउटा कालको, एउटा समयको जो संरचना हो, त्यो संरचना अर्को कालको संरचनामा ल्याएर निर्माण गर्न सकिन्न। राजतन्त्रलाई आजको अवस्थामा स्थापित गर्न सकिन्न। राजतन्त्र इतिहास हो, वर्तमान बन्न सक्दैन र भविष्य बन्न पनि सक्दैन।